हामी यहाँबाट चल्दिया रे मन्त्रीको नाम भनौ न केटीहरू कति बिदा कामले निजामले के गरिदिँदा जय शम्भु सुन न के अरे केटा परेर आएर मेरो फिमेल साथी भन्दै आउँछ होला है मेल गर्ने बेलामा त ल जाँदै जाँदैन त What's up guys, welcome back in my new video र आज चाहिँ हामी जान लाग्यो कहाँ गेडा हो बामरुक है बामरुक कहाँ जाने हो हामी जान लाग्यो अब बामरुकको नरसिंहथान भन्ने ठाउँमा गइन्छ गइन के कस्तो हुन्छ त हामी अब देखाइदिने छु र अब केटासित जान लागेको छ बाटो चाहिँ हामी लग हिँड्छौँ अब लेट्स गो अब रटन मारेको ठाउँ चाहिँ हाम्रो सधैँ कुहिरो नै हुन्छ क्यारे तपाईँहरूलाई थाहा रहेछ अब के भन्नु पर्यो र त्यहाँ मिनी मुस्ताङमा मात्रै चाहिँ तपाईँहरूलाई भन्दैन होइन त्यही हो अब यहाँबाट मस्त जानुपर्छ के कस्तो हुन्छ भनेर सबै तपाईँहरूलाई देखाइदिन्छु नरसिंहथान भन्ने फेरि नचिन्ने मान्छे कतै हुनुहुन्छ बामरुक एरिया अब कहाँबाट गएर चिन्नुहुन्छ त्यही हो अब लेट्स गो अब हामी चाहिँ बिच रोडहरू जान्छ होइन कुहिरो छ हाम्रो सधैँ पहिरो जाने ठाउँ है अरे हमेसा जाता है यार क्या करे यहाँ चाहिँ अब पहिरो गए माथिको जग्गा नै पुरै लगिसकेछ क्या माथि चाहिँ तपाईँहरूको फरेन छ यहाँदेखि चाहिँ माथि बगान दिवेन भन्ने छ क्या अनि हामी चाहिँ बच्चाबच्चीमा यहाँ माथि छ नि बच्चाबच्चीमा चाहिँ बल सबै यतातिर आउने क्या ग्राउन्ड सानो अनि बल चाहिँ धेरै नै हराउँथ्यो अनि हामी चाहिँ आएर मस्त बल खेल्ने सोरी खोज्ने है अनि उडा गरिन्छ क्या त्यही हो यहाँ चाहिँ यस्तो गरिन्छ बच्चालाई चाहिँ अगाडि मस्त कुडिरहेछन् है But if you don't wanna tell me now, I guess I'll never know. धेरै मान्छेहरू चाहिँ टुरिस्टहरू गएको कारणले अलि डेभलपमेन्ट होला बे तर हाम्रो चाहिँ अब पहिलाको मुस्ताङको बाटो जस्तै भएको छ हाम्रो ए उसलाई खालसाङ फुलचुङ छ है बत्तलको पानीले आँखा सन्काइ नानीले गीत गायो ठुले बानीले Talk to you and I'm the only one who speaks. It's all the things you never show. There are lots of slowly, but if you don't wanna tell me, Captain is something long secret start. लगभग होइन अब चाहिँ बाटोमा फेरि बिचमा यस्तो छ क्या यार दम सम्हालेर हिँड्नु पर्ने क्या अब चाहिँ हामी यहाँबाट हामी चाहिँ लगभग अब हाम्रो सक्यो अझै होस् नरसिंहथानको नरसिंहथानको चाहिँ हाम्रो बाटो चाहिँ एकदमै छ त्यही पनि मलाई एकदमै खुसी लाग्छ आफ्नो ठाउँ जस्तै लाग्छ क्या ए अब यहाँ माथि पनि पुरै पाहाडतिर अब पुरै बादल आएको छ भने हामी यहाँ तलबाट जाने हो एकदमै तल जाने हो क्या हामी अब यहाँ अगाडिको साइडबाट चाहिँ केटाहरूले पढ्ने ल्याइसक्यो भने अब चाहिँ हामी पनि रनिङ मस्त ल्यायौँ अब यहाँदेखि हामी चाहिँ त्यहाँ तल नरसिंहथान भन्ने ठाउँमा चाहिँ हामी जाने हो
र यी केटाहरू चाहिँ मस्त काभ्रेली सम्धिहरू बसिरहेछन् यी 5 जना भएर चाहिँ हामी जानेवाला छौँ र अब चाहिँ हामी यहाँबाट जाँदैछौँ भने अब केटाहरूले चाहिँ इच्छा गरेर यहाँबाट जानुपर्छ अब चाहिँ हामी यहाँबाट लेट्स गो भन्नुपर्छ है अब हामी यहाँबाट चल्दिया रे फोसरी के माइन चाहिँ नगर्नु होला है त ल यी 20-22 चाहिँ फेरि केटाहरू त कहाँ चढ्छ नि त अफरोड हिँड्ने माथि लाग्यो 20-22 त हाम्रो त औरा हुन् त सम्झै पछाडि अनि हामी काभ्रेलीहरू अगाडि मस्त चिनमा मस्त मोल्ला रे अब चाहिँ तपाईँहरूले भ्यू हेर्नुहोस् है मस्त चिनमा हावाले चाहिँ तपाईँहरूको राम्रोसँग बोलेको भोइसहरू सुन्न मिल्दैन क्या त्यही भएर चाहिँ तपाईँहरूलाई मस्त भ्यूको चिल देखाउँछु ओके जस्ट चिल भ्याउ हेरेर ओके Here we go, you can take me there tonight. Whoa, this life is all we know. Whoa, I can't stay if you can't. ल अब गेटअप चाहिँ काभ्रेली फुल्ली काभ्रेली सम्धिको अब गेटअपमा ब्यागमा राख है उस चाहिँ चस्माको त औडा देखिन्छ हाम्रो क्लिप नि बनाउन नि हाल्छन् के भने तिमीले नि भिडियो बना के तिम ल काभ्रेली सम्धि यता आएर त ल ओहल्ला केटीहरू कति पिदा ल है काभ्रेली सम्धिले के गरिदिला भएन मुटो सब केटा हो आज क्यामेरा चाहिँ मेरो हातमा छ है फेरि लगिङ त फेरि म त खतरा अन्त फेरि थाहा होइन अरे बबाल अनि ल अब हामी चाहिँ यहाँ रोकेका छौँ नर्सिङ थान जानलाई अनि यहाँदेखि अब झन्डै झन्डै लाग्छ होला 15-20 मिनट त्यहाँ पुगेर ल भनौँ तपाईँहरूलाई है ओके ल यो चाहिँ हाम्रो अब यो पानी चाहिँ हाम्रो नर्सिङ थानदेखि सकिन्छ है अब चाहिँ आइदिङ पानी चाहिँ पर्न लाग्छ पानी पनि एकदम पर्न लाग्यो अनि हामी पनि पर्न लाग्यो यस्तो राम्रो बाटोमा गएको छ होइन सरर हाम्रो चाहिँ मेरो लगभग यहाँ माथि हुन्छ सबै माउल पर्छ है मेरो भेटेन भनेर नरिसिनु ल भन्ने अब चाहिँ हामी यहाँ जानु छौँ के भयो काभ्रेली सम्धिहरूलाई वास्तव हामी आइसकेको छौँ पानी पनि एकदमै पर्ला जस्तो लागिरहेको छ मैले चाहिँ प्रायः भ्लगहरू गर्ने बेलामा चाहिँ प्रायः जस्तो पानी पर्छ है यो चाहिँ मलाई मौसमले साथ नदिएको यो चाहिँ मैले चाहिँ औडा रिस उठ्छ मलाई चाहिँ मौसमसित औडै गर्छ होइन अब जो सब हामी चाहिँ हुइ गएर इम्पोर्टेन्ट चिजहरू देखाइदिन्छ यहाँको र भ्यू मस्त मजा दिन्छ ल अहिले चाहिँ हामी टक्कै लाएर नर्सिङ थाना आएको के हो मुड हालिदिनु लाग्छ क्या हो लगाएको यहाँ ओ भाइ ओए यता आएर नर्सिङ थान चाहिँ मेरो चाहिँ अब म चाहिँ फर्स्ट टाइम जे आएको है ए यहाँ चाहिँ यस्तो ठाउँ रहेछ ठिक छ डेभलपमेन्ट चाहिँ पहिलाको भन्दा चाहिँ धेरै भएको रहेछ पहिला चाहिँ म फोटोहरूमा हेर्दा होइन केटा हो डेभलपमेन्ट चाहिँ पहिलाको भन्दा चाहिँ अति भएको छ अब चाहिँ हामी जानुपर्छ यहाँबाट जय शम्भु
जय नरसिंहथान केटा है यहाँ चाहिँ यस्तो रहेछ नरसिंहथान भन्दा ए है यहाँ चाहिँ हाम्रो लभ वाट इज मिन माई लभ यार केटा यहाँ चाहिँ आएर कप्पल प्रायः जसो कप्पल खिच्छन् तर कप्पल खिच्न भएन यार केटा केटाहरूले रेस्ट बनाइदिन नि त त्यहाँ चाहिँ हाम्रो मन्दिर रहेछ फोटो सोटो हानेर चाहिँ अहिले हामी तल गइरहेको छौँ भने अब चाहिँ हाम्रो यो मेन अब यो मेनै भनौँ होइन यहाँ ढुङ्गा थियो त केटा ढुङ्गा कहाँ छ होइन तल हो र ठिक छ अब मैले चाहिँ फोटो सोटोमा देखिरहेको हुन्थेँ कि ढुङ्गाहरू अब हेर्नुहोस् है यहाँको सिन कस्तो छ भनेर है यहाँ चाहिँ बस्ने ठाउँ बबाल बनाएको रहेछ यहाँ है एकदम बबाल दामी लाग्यो नेचुरल ब्युटीमा ठिकै छ होइन यो त यो चाहिँ हाम्रो मन्दिर अरे मैले त परे भए त उस भने जिउँदो भनेको त परे भए त यार पुट्ला पो रहेछ कि के साँच्चीकै जिउँदो जस्तो के तर बनाउनु चाहिँ राम्रै बनाएको रहेछ यार मेरो साथी सुन न के अरे केटा परेर आएर मेरो फिमेल साथी भन्दै आउँछ होला है मेल गर्ने बेलामा त ल जाँदै जाँदैन त के छ विचार उहाँ चाहिँ हाम्रो वर्कआउट सुरु अब आज भविष्यको आर्मी उहाँ चाहिँ हामीले आज वर्कआउट गर्न नसकेर यहाँ आएर चाहिँ आज हामीले वर्कआउट गर्दै ल ओके अब तपाईँहरूलाई यहाँको यसो भ्यूहरू देखाइदिन्छु अनि फोटो सोटो हान्छौँ हामीले तपाईँसम्मको लागि वेट गर्नु अनि जाने बेलामा कि त अहिले चाहिँ तपाईँहरूलाई भ्यूको मस्त मजा दिन्छु यहाँको प्लस बाटोको अब चाहिँ हामी यहाँबाट यो अब ब्राहा अब सरी मन्दिरको नाम भनौ न हाम्रो चाहिँ यो नरसिंहथान मन्दिरदेखि बाटो चाहिँ अब हामी अब जान लागिसकेको छौँ है र केटाहरू चाहिँ अघि गइसकेको छन् भने म पछि अब त्यही हो यहाँको स्पेसल्ली त्यस्तो त केही पनि छैन जस बबाल रमाइलो छ आइएम टिकटक बनायौँ यति तपाईँहरूले टिकटक कस्तो बनायौँ के बनायौँ भनेर हेर्न छ भने मेरो युट्युब च्यानलको नै टिकटक छ अफिसियल्ली च्यानल टिकटकमा ओके श्री कृष्ण सिरिज हानेर चाहिँ हेर्न सक्नुहुन्छ है त तपाईँहरूले टाटा बाई बाई अब यहाँबाट हामी जस्तै फोटो सुता गान्डु अब चाहिँ हामी यहाँबाट चाहिँ हामी अब लाग्नु पर्ने हुन्छ अहिलेलाई चाहिँ लेट्स गो भन्न चाहन्छु केटाहरूले चाहिँ बाइक स्टार्ट गरिसके अब हामी यहाँबाट जाम यार ल अहिले चाहिँ जाम ल केटाहरूले चाहिँ बाइक स्टार्ट गरिसके Never really know what's going on. ल है गाइस अब चाहिँ हाम्रो बामक छोडेर चाहिँ अब हामी लाग्यो अघितर्फ है Like all you want to do is run. Hear me out, hear me out. It's all the things you never show. There are the things I want to know. Secrets start in your heart so slow. But if you don't wanna tell me now, I guess I'll never know. अब चाहिँ हाम्रो ब्लग चाहिँ आजको यति नै हो थ्याङ्क्स फर वाचिङ एन्ड बाइबल अफ टिकेर भन्न चाहन्छु गाइजहरू है यो ब्लग चाहिँ कोकोलाई मन पर्यो कोकोलाई मन परेन कमेन्ट पनि गर्न नभुल्नु होला र यो बाम्रो एरियाबाट चाहिँ पनि कोले हेर्नु भएको छ कृपया प्लिज कमेन्ट गर्नु होला होइन युट्युबमा नभए टिकटकमा जहाँ देख्नुहुन्छ त्यही कमेन्ट गरिदिनु होला जो रमाइलो लाग्छ यो ठाउँमा पनि कोले हेरेछन् भनेर सबै कुरा हेर्न सक्छु म त्यसै कारणले कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला थ्याङ्क फर वाचिङ एन्ड बाइबल अफ टिकेर गाइस सादा लभ यु टेक केयर